10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ हामी युरोपीय स्तरमा पुर्याउन सक्छौँ। केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग बन्छ। पेकिङबाट लासाबाट सिखान्जेबाट यहाँ आइपुग्छ कि पुग्दैन, तर केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेलवे केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौँ। छिटै मान्छेले अनुमान गरेका छैनन् कति छिटो काम हुन सक्छ भनेर। तपाईहरु हेर्दै जानुहोस्, नेपालमा यत्रो बिग्न डोजर कहाँ यता पनि चलेको छ उता पनि चलेको छ। तपाईहरु छक्क पर्नुहुनेछ। ग्यासका सिलिन्डर कारमा बोकेर, केमा बोकेर, मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर कुद्नु पर्दैन। सिलिन्डरको फेज समाप्त गरिदिन्छु, घरमा चुलामा पाइप पुर्याइदिन्छु। अरे पिटिक्क खोल्दाखेरि सिलिन्डरबाट आउँछ नि ग्यास, पाइपबाट आउँछ। ल लिनुहोस्, मेरो पनि एउटा स्किम आज, मेरो स्किम सुन्नु होला। हामीले सरकार बनायौं भने 100 दिनभित्र कम्तीमा पनि सुरुवातमा 100 जना युवाहरूलाई फ्री टिकटमा यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टास्नेछौँ। 100 दिनभित्र विदेशमा बसेका क्षमतावान मानिसहरूलाई यही देशमा उनीहरूले विदेशमा पाए जस्तै सेवा सुविधा दिएर यो देश फर्कने सुवर्ण अवसर भनेर अस्ट्रेलियाको गल्लीमा, युरोपको गल्लीमा, अमेरिकाको गल्लीमा पोस्टर टास्न म आफै जानेछु। अहिले नबोल्नुको तात्पर्य के हो? के बोल्नुपर्ने मैले के बोल्नुपर्ने हैन, तपाईहरु शिक्षा विधेयक बोल्नु के छ?